यो चाहिँ चिङ्सु टेम्पलको मेन टावर भएको छ। मेन टावर तपाईँको अहिले म यसमा अहिलेसम्म मिल्यो भने जानेछु र यहाँबाट फेरि तपाईँहरूलाई यस ठाउँको राम्रो राम्रो दृश्यहरू यस भिडियोमा क्याप्चर गरेर देखाउनेछु। र यता तपाईँले देख्न सक्नुहुन्छ यो आवाना स्टेसन, त्यो हाम्रो आवाना स्टेसन रहेको छ, त्यहाँबाट हाम्रो बसहरू छुट्छ। हेलो गाइज, वेलकम ब्याक टु न्यू भिडियो। आज म मलेसियाको यो गेन्टिङ आइल्यान्ड भन्ने ठाउँमा रहेको छु र यही गेन्टिङ आइल्यान्डमा रहेको चाइनिज टेम्पल अर्थात् यहाँ हामी यसलाई चिङ्सु टेम्पल भन्छौँ, यही चिङ्सु टेम्पल घुम्न गइरहेको छु। र यो चिङ्सु टेम्पलले स्पेसली त चाइनाको यो प्राचीन इतिहास कला संस्कृतिहरूलाई दर्शाउँछ। र सुरुमा तपाईँहरूलाई मैले यहाँ माथितिर ल्याएँ, तलतिर ल होइन, तल पनि हेर्न लायक धेरै कुराहरू छ। र माथि फर्स्टमा तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ चित्र भन्दा नि मूर्तिहरू कुदिएका छन्, जसमा तपाईँले देख्न सक्नुहुन्छ। यो सायद तपाईँ फेमिलियर सायद परिचित हुनुहुन्छ होला यो मूर्तिदेखि, यो अनि पछि अनि यो अहिले ठ्याक्क घाम अपोजिट डिरेक्सनबाट लाएर राम्रोसँग देखिएको छैन। यो उकोङ, सायद तपाईँहरू धेरै जसोले अब यो मङ्की किङ चाइनिज मुभी हेर्नुभयो होला उकोङ हो, त्यसमा देखाएका क्यारेक्टरहरू जति पनि छन्, जति पनि भन्दा नि फ्यु क्यारेक्टरहरूको यहाँ मूर्ति बनाइएको छ। जस्तो हाम्रो यो मङ्की किङ यतातिर, अनि त्यसपछि यहाँ बुद्ध, अनि तपाईँले देख्न सक्नुहुन्छ त्यहाँ पिग। अहिले ठ्याक्क घाम पनि कस्तो अपोजिट उल्टो दिशातिरबाट लाएर हाम्रो यो भिडियोमा राम्रोसँग क्याप्चर हुन सकेन। त्यसपछि म तलतिर गएँ, तलतिर जाँदैछु। यहाँ तपाईँले आर्टिफिसियल वाटरफल देख्न सक्नुहुन्छ। मान्छेहरू यो आर्टिफिसियल भए पनि जे भयो नि यो वाटरफलको दिवस आनन्द लिइरहनु भएको छ। त्योभन्दा पहिला म तपाईँहरूलाई क्यामेरा यतातिर घुमाएर यो हर्नबिल्सको तपाईँलाई मूर्ति पनि देखाइहालेँ मैले। कस्तो भ्यू कस्तो राम्रो देखिएको छ। सायद आज म लकी हुनुपर्छ, धेरै दिनपछि आज मौसम सफा देखेँ र त्यसपछि म फेरि अनि यतातिर आएको घुम्नको लागि। नत्र हिजो अस्ति म पहिला पनि आउँदाखेरि रुमबाट निक्लिन्थेँ, रुमबाट निक्लिसकेपछि फेरि के हुन्छ भनेपछि बादल लाग्थ्यो, हुस्सु लाग्थ्यो, अनि मौसम क्लियर हुन्थेन क्या। त्यही भएर आज चाहिँ यस भिडियोमा Hey guys, you from where? Where are you from? Tamil Nadu. Oh, Tamil Nadu. Okay, India. Right. Okay, good. यो देख्न सक्नुहुन्छ वाटरफल कस्तो राम्रो भएको छ। मान्छेहरूले गर्न प्राय के हुँदैन, तपाईँ भिडियोहरू देख्न सक्नुहुन्छ, सबै फोटो खिच्न भिडियो बनाउन व्यस्त हुनुहुन्छ। अहिले म त्यता गइसकेपछि जस आज मौसम राम्रो छ, तपाईँहरूलाई यहाँको राम्रो राम्रो सिनेरीहरू तपाईँलाई सिनहरू देखाउने छु यस भिडियोमा। र मैले समय मिल्यो भने यो टावरमा पनि म जानेछु, पहिला म एकचोटि गएको पनि हो। यतातिर अब तपाईँ यता देख्न सक्नुहुन्छ धेरै कुराहरू कुदिएका छन्, सायद यो प्राचीन इतिहास होला, चाइनाको प्राचीन इतिहास होला होइन। यसले केही दर्शाउन खोजेला, अब के दिन खोज्यो होला होइन, अब पढ्न पर्छ यसको लागि। अब मसँग त्यति टाइम पनि छैन। यहाँ लेखिएको छ ओर्सी कानाडा बुद्ध लिङ्सा सेन्चुरी। अनि यता मूर्तिहरू देख्न सक्नुहुन्छ। सरी धेरै कुराहरू यहाँ उल्लेख गरिएको छ, पक्कै पनि इतिहासकै बारेमा हुनुपर्छ। Monkey removes demon from Raw Blades of the Blue Corporation. यो त्यही भने मैले त्यही हुनुपर्छ, पक्कै पनि मैले धेरै पढेन, धेरै बनाएको छ यहाँतिर। यहाँहरू तपाईँ तल पनि जान सक्नुहुन्छ स्टेकेसबाट। मैले फेरि पनि यतातिर देखाइहालेँ। सबै मान्छेहरू आफ्नो परिवारसँग घुम्न समय स्पेन्ड गर्न व्यस्त। तपाईँले देख्न सक्नुहुन्छ तपाईँलाई यहाँ के लिन मन लाग्यो, अब तन्त्र मन्त्र, अब अकुपन्चरको तपाईँको अब यसको बारेमा अब मलाई त त्यति ज्ञान भएन होइन, हामी त्यति सायद परिचित नभएर पनि होला यो कुरामा। अब तपाईँले देख्न सक्नुहुन्छ फेरि पनि यहाँ कति धेरै चित्रहरू बनाएका छन्। अब अगाडि देख्न सक्नुहुन्छ तपाईँले ठुलो बुद्धको मूर्ति। यहाँ दुईवटा बुद्धको मूर्ति छ, एउटा
उभिएको एउटा बसेको होइन। अनि म त्यो तपाईँहरूलाई यसमा फेरि देखाउने पनि छु। यतातिर रहेको छ अरू चित्रहरू, तपाईँले त्यहाँ देख्न सक्नुहुन्छ। अब ट्रेनहरू, बकुल्लाहरू, हामी अब त्यो सारस भन्छ कि बकुल्ला भन्छ, हामी त बकुल्ला भन्छौँ के अरे। अनि यो चित्रहरू परीहरूको, सायद परीहरू होला, सायद निम्सहरू, एन्जलहरू। अनि यता अझै अरू चित्रहरू पनि कुदिएका छन् भलाकुसारी। अब सायद यो गेम खेल्न लागु हुनुपर्छ। अब कसैले फ्लुट बजाइरहेको चित्र यहाँ, अब मतलब मूर्ति नै बनाएको मान्छे पो रहेछ त। र म त्यो चित्र पछि देखाउँछु। र यतातिर रहेको छ यो टेम्पलको, यो जुन छ नि मान्छेहरू मेन ठाउँ भनौँ, यहाँ यो टेम्पलको त्यहाँ पनि एउटा मूर्ति रहेको छ, बुद्धहरूको धेरै मूर्तिहरू रहेको छ। यतातिर तपाईँले देख्न सक्नुहुन्छ बुद्धको ठुलो मूर्ति छ यहाँ। यतातिर सबै फोटो बनाउन, भिडियो बनाउन व्यस्त। तपाईँको अब यहाँ अब अर्को ठाउँमा म प्रवेश गर्दैछु। यहाँ अब यो स्पेसली तपाईँहरूलाई यसमा के देखाएको छ भने 10 हेल अफ च्याम्बर भन्छ यसलाई। 10 कोर्ट अफ उनालो के भन्छ यस्तो, 10 कोर्ट अफ जजमेन्ट समथिङ यस्तो पनि के भन्छ है। अब तपाईँले यहाँ देख्न सक्नुहुन्छ 10th या हेल अफ च्याम्बर, 10th हेल अफ च्याम्बर चाइनामा रहेछ यस्तो। चाइनाको यो माइथोलोजीमा तपाईँको यो मेन्सन गरिएको छ। यसमा कस्तो छ भनेपछि यहाँ मान्छेको विभिन्न सिन्सहरू, विभिन्न आफूले गरेको कार्यहरू, जस्तो हाम्रो हिन्दू धर्ममा भएको छ मान्छेले अहिले गरेको जुन कार्य छ, अब त्यसपछि अब अहिले गरेको जुन जति पनि कार्य छ, राम्रो नराम्रो कार्यको पछि के छ, मृत्यु पश्चात त्यो अनुसार सजाय पाइन्छ भन्ने जुन हाम्रो हिन्दू धर्ममा उल्लेख गरेको छ, त्यस्तै चाइनाको यो यसमा पनि त्यही रहेछ। यो भने यसलाई 10 कोड अफ जजमेन्ट पनि भन्दो रहेछ होइन। यसमा प्रत्येक यो जुन छ नि कोर्टमा एउटा छुट्टै राजा हुँदो रहेछ होइन। अब यो म माथिबाट आएँ, यो 10 तपाईँ यहाँ देख्न सक्नुहुन्छ, यो मेङपोटिङ। यो भनेको फाइनल कोर्ट अफ जजमेन्ट हो अरे होइन। यसमा चाहिँ कस्तो हुँदो रहेछ, यसमा यो यो च्याम्बर पछि चाहिँ मान्छेले अर्को जीवन पाउँछ भन्ने बिलिफ रहेछ चाइनामा। यसमा 10वटा के छ कोर्ट अफ जजमेन्ट छ, जसमा चाहिँ फर्स्टमा चाहिँ कस्तो हुँदो रहेछ, फर्स्ट तल रहेको छ। त्यो फर्स्टमा चाहिँ म अहिले गएर रेकर्ड गर्नेछु। फर्स्ट भनेको तल छ, त्यसमा चाहिँ मान्छेको जति पनि कार्यहरू छ, जति पनि सिन्सहरू छ, त्यसको रेकर्ड चाहिँ त्यसमा राख्दो रहेछ। र अनि त्यसपछि बल्ल अनि प्रोसेस बाई प्रोसेस अनि जाँदो रहेछ। र यो लास्ट 10th हेल अफ च्याम्बरमा लाइक 10th कोर्ट अफ जजमेन्ट यसमा आउँदाखेरि चाहिँ मान्छेले यो भनेको लास्ट आएर यसपछि मान्छेले रिइन्कार्नेसन पाउँदो रहेछ, पुनर्जन्म पाउँदो रहेछ होइन। यो भयो अहिले हामी 9th झरिसक्यौँ। तपाईँ देख्न सक्नुहुन्छ सजाय जजमेन्ट, उता न्यायाधीश भनौँ। त्यसपछि अब 9 पछि 8। मैले थाहा पाएअनुसार यो फर्स्टमा चाहिँ कस्तो अब रेकर्डहरू राखिन्छ, जस्तो के कस्तो कार्य गर्यो, के कस्तो पाप गर्यो, राम्रो नराम्रो कार्यहरू सब रेकर्ड राखिन्छ। अब सेकेन्डमा पछि सेकेन्डमा अब सेकेन्ड च्याम्बरमा अहिले चाहिँ हामी यो 6मा छौँ। अब तपाईँले कसले अब त्यो सेकेन्ड च्याम्बरमा चाहिँ कस्तो हुँदो रहेछ भनेपछि आफ्नो परिवारप्रति डिसरेस्पेक्टफुल भएको, परिवारलाई दुःख दिएको या नेचरको जुन प्राकृतिक लहरूलाई नमानेको, त्यस्तोलाई सेकेन्ड ल अफ च्याम्बर, द्याट मिन्स सेकेन्ड हेल अफ च्याम्बर, द्याट मिन्स त्यसलाई अब सेकेन्ड कोर्ट अफ जजमेन्ट पनि भन्दो रहेछ। त्यसमा चाहिँ त्यस्तो खालको मान्छेहरूलाई, त्यस्तो खालको कार्यहरूलाई पनिस गर्दो रहेछ। अब त्यसपछि थर्ड फोर्थ सबैको आफ्नो आफ्नो छ, त म त्यति डिटेल्समा चाहिँ गएन। तपाईँहरूले देखाउन खोजेको चाहिँ, भन्नु खोजेको चाहिँ यो अब यसलाई चाहिँ कस्तो भन्नु अन्डरवर्ल्डको जजमेन्ट समथिङ यस्तो के पनि भन्दो रहेछ कि। यता पनि फेरि के सुनाइरहेको छ, यता देख्न सक्नुहुन्छ। पनिसमेन्ट
प्रत्येक च्याम्बरको एउटा एउटा राज हुँदो रहेछ। यता पढ्न पनि सक्नुहुन्छ, लेखिएको छ सबै, तर मैले पढ्नतिर गएन होइन। पढ्न लाए सबै कुरा यसमै तपाईँलाई विस्तृत रूपमा भन्न लायो भने यो भिडियो पनि धेरै लेन्थी हुन्छ, लामो हुन्छ। मैले एउटै भिडियोमा सबै यहाँको कुराहरूलाई क्याप्चर गर्नुपर्ने हुँदा मैले त्यस्तो विस्तृत रूपमा गरेँ, तपाईँलाई सरसरी मात्रै भने। तपाईँहरूलाई यहाँ आउँदा अहिले हामी थर्ड हेल्थ च्याम्बरमा आइसकेको छ। र तपाईँ यता देख्न सक्नुहुन्छ, मैले अघि भनेको कि एउटा स्ट्यान्डिङ बुद्धको स्ट्याचु रहेको छ, एउटा बसिरहेको होइन, बसिरहेको बुद्धको स्ट्याचु त्यहाँ रहेको छ। तपाईँहरूलाई मैले यहाँ गएर पनि देखाउने छु। मान्छेहरू सबै लिइरहनु भएको छ नेचरको। आज मौसम पनि सफा भएर होला सायद राम्रो लागिरहेको छ। पहिला चाहिँ यहाँ यस्तो थिएन है। पहिला चाहिँ यहाँ बिचमा एउटा स्टेयरकेस थियो तल जाने होइन। अब 1-2 महिना भयो होला सायद पुरै बन्द गरेको थियो। अब के अब अन्डर कन्स्ट्रक्सन भनेको थियो, अब के भनेको थियो, यो पो रहेछ अहिले त्यहाँ त्यस्तो बनाएको छ। म तपाईँलाई यो भिडियोमा जोडेर हल्का त्यसको प्रिभियस कस्तो पहिला कस्तो थियो होइन, अब अहिले कस्तो भयो त्यसको पनि छोटो क्लिप यसमा देखाउने छु, किनभने मसँग पहिला रेकर्ड गरिएका भिडियोहरू पनि छन्। यो मौसम धेरै राम्रो छ, चिसो हावा चलिरहेको छ। सबभन्दा मौसम सफा भयो, खुसी लाग्यो मलाई। नत्र धेरै मधुरो हुन्थ्यो दिन, उतिखेरै त्यो घाम लाग्ने, उतिखेरै त्यही थियो नि। बुद्धको स्ट्याचु यतातिर रहेको छ। यसको बारेमा नि केही लेखिएको होला, तर मैले त्यो भेटिएन। यो अहिले हामी सेकेन्ड हेल्थ च्याम्बरमा आइसकेका छौँ र यो अहिले रहेको छ फर्स्ट हेल्थ च्याम्बर। यो फर्स्ट हेल्थ च्याम्बर त्यो यसमा चाहिँ मैले अघि नै तपाईँलाई भनेको कि यसमा तपाईँको जति पनि राम्रो नराम्रो कार्यहरूको रेकर्ड राखिन्छ, अनि त्यसपछि तपाईँको प्रोसेसिङ सुरु हुन्छ। तपाईँले कस्तो खालको राम्रो काम गर्नुहुन्छ, कस्तो खालको नराम्रो कार्य गर्नुपर्छ, त्यसअनुसार तपाईँलाई कुन च्याम्बरमा पठाउने, के गर्ने, अनि त्यो अनुसार तपाईँले नि बिस्तारै अब 10 हेल्थ च्याम्बरमा गइसकेपछि तपाईँको बल्ल रिइन्कार्नेसन भन्ने तपाईँको त्यसपछि शुद्धिकरण भएर आत्मशुद्धिकरण भनौँ, आत्मशुद्धिकरण भएर तपाईँले पुनर्जन्म पाउनुहुन्छ भन्ने चाइनिज म्याथोलोजी अनुसार रहेको छ, मैले बुझेअनुसार। बुद्धको एउटा बुद्धको मूर्ति कस्तो राम्रो बनाएको छ, कस्तो हेर्नु न प्रकृतिको काखमा के कस्तो राम्रोसँग के। त्यो ठुलो घन्टी रहेको छ, बेल सायद खोइ कसले बजाउँछ, मैले त अहिलेसम्म बजाएको पनि छैन। र कुरा मैले अघि तपाईँलाई भनि पनि सकेँ, पहिला चाहिँ यस्तो थिएन। केही 2-3 महिना अगाडि चाहिँ यस्तो थिएन। यहाँ चाहिँ एउटा ठुलो बाटो जस्तो चाहिँ स्टेयरकेस यहाँबाट तल जान्थ्यो होइन। अहिले चाहिँ यो फेरि यो चेन्ज गरेको छ पुरै, अहिले यस्तो राम्रो बनाएको छ। पानी अब यहाँ सिक्काहरू देख्न सक्नुहुन्छ, मान्छेले खोइ किन फालेको यो त मलाई थाहा भएन होइन, त्यसको बारेमा मलाई कुनै ज्ञान भएन। सिक्काहरू देख्न सक्नुहुन्छ। र तपाईँहरूलाई म यस मन्दिरको जुन फाउन्डर छ उहाँको त्यो स्ट्याचु पनि देखाउने छु। मैले सायद तपाईँहरूलाई भनिसकेँ कि सकेन यस भिडियोको सुरुमा। तर यो जुन गेन्टिङ आइल्यान्ड जुन छ नि, लेट तामसी लिम उहाँले जब 1975 अहिले यसको बारेमा भन्दैछु। पहिला म यताबाट भ्यूहरू तपाईँहरूलाई देखाउँछु। अहिले चाहिँ म यो चिन्सु टेम्पलको मेन टेम्पलतिर जाँदैछु। अहिलेसम्म तपाईँहरूलाई जति पनि देखाएँ अप्पर पार्ट, यसमा चाहिँ हेर्न लायक अब घुम्न बस्न रमाइलो गर्नको लागि होइन। अब मन्दिर भनेपछि मन्दिरमा हुन्छ कि त पूजापाठै त हुन्छ होइन, यस्तै कार्यहरू हुन्छ। हो त्यो मेन ठाउँमा लगेर जाँदैछु। त्यो भित्र ठुलो हल रहेको छ, त्यो पनि हेर्न लायक। अब त्यसमा चाहिँ अब धेरै कुराहरू, अब तपाईँ धेरै कुरा हुन्छ नि, देख्नु होला, हेर्नु होला नेपालको टेम्पल र यो टेम्पलमा कस्तो के फरक छ तपाईँ देख्न सक्नुहुन्छ। अहिले चाहिँ म यो फायर क्र्याकर यो पटाकाहरू पड्काउने ठाउँ हो, देख्न सक्नुहुन्छ। धेरै पटाकाहरू पड्काएको छ टाइममा। अब पटाकाहरूको हेर्नु तपाईँ यहाँ कति धेरै पड्काएको छ यतातिर। यो फायर क्र्याकर यो पटाका पड्काउने ठाउँ हो।
यस्ता इन्सेन्सहरू तपाईँ अगरबत्तीहरू देख्नुहुन्छ कस्तो राम्रो देखिएको छ स्पेसली द भ्यू ब्याकग्राउन्ड र त तपाईँ हेर्नु होला धेरै कछुवाहरू तपाईँहरूलाई म कछुवा देखाउँछु यतातिर धेरै हो पहिला पनि आउँदा यति धेरै थियो अनि अहिले कछुवाहरू तपाईँ फेरि जिउँदैछ हलचल गर्दैन डराउन सराउन केही छैन पनि आर्टिस्टकै हो सारा छन् तपाईँ देख्न सक्नुहुन्छ अहिले हामी माथि थियौँ त्यही त्यो टावर गएको छ अब म चाहिँ मन्दिरको मेन इन्ट्रान्समा छिर्दैछु नो स्मोकिङ भन्छ यस क्यामेरा रेकर्ड गर्न चाहिँ मिल्ने रहेछ यतातिर आज मैले एस्ट्रोलोजरहरू देखेँ यतातिर देख्थेँ पुरा हात्तीहरू निस्किएर अनि मान्छेहरू यतातिर देख्थेँ पुरा आज देखेँ मान्छेहरू सबै किन मान्छे देखेन मैले अहिले थोरै मात्रामा देखेँ ठुलो हल भएको छ यतातिर अनि तपाईँ देख्न सक्नुहुन्छ पिलरमा पनि ड्रागनको चित्रहरू कुदिएका छन् धेरै देवी देवताहरूको विभिन्न किसिमका पोस्टरहरू चित्रहरू तपाईँ देख्न सक्नुहुन्छ प्रकालमा पनि त्यता पनि त्यस्तो रहेको छ कस्तो राम्रो फुल त्यसको फुल रहेछ खै म यतातिर अर्को पार्टतिर गएँ यतातिर कस्तो थियो भनेपछि तपाईँहरूलाई देखाउँला भनेको हो यता मान्छेहरूले त पेपरहरू जलाइरहेको छ त्यसलाई चाहिँ जोस पेपर भन्ने रहेछ जोस पेपर भनेर त्यसलाई चाहिँ यसको त छुट्टै किसिमको फेरि महत्त्व छ मान्छेले किन पेपर जलाउँछन् भन्ने कुरामा फेरि तपाईँहरूको धेरै कुराहरू रहेको छ यो आफ्नो जुन जति पनि जुन स्पेसली पुर्खाहरूको जुन छ नि पुर्खाहरू पितृहरूको पूजा गर्दाखेरि अनि यस्तो पेपरहरू जलाउँदो रहेछ त्यति मात्र नभएर जति पनि अब आफ्नो देवी देवताहरू छन् अनि आत्माहरूको चिज शान्तिको लागि यो अगरबत्तीहरू कस्तो राम्रोसँग जुन लागेको छ भित्र रहेको चाहिँ यति नै हो खासै केही छैन म फर्किँदैछु र तपाईँहरूलाई अहिले चाहिँ म यो भिडियोमा यो रिसोर्ट पोल यो चिन्सु टेम्पलको फाउन्डर उहाँको तपाईँहरूलाई म देखाउन गइरहेको छु तान्त्री दत्तश्री लिम उहाँ यो रिसोर्ट पोलको चिन्सु टेम्पलको फाउन्डर हुनुहुन्छ तपाईँहरूलाई मैले भर्खरै यो ठाउँको जुन फाउन्डरको मैले तपाईँहरूलाई मूर्ति देखाइसकेँ 1975मा गेन्टिङ हाइल्यान्ड क्यासिनो र रिसोर्ट पोल ओपन गरिसकेपछि साथीहरूलाई ग्यादर गरेर भेला गरेर उहाँले यो चिन्सु टेम्पल ओपन गर्ने डिसाइड गर्नुभयो डिसाइड गरेको लगभग करिब 19 वर्षपछि 1994 मार्चमा उहाँहरूले यो जुन छ नि चिन्सु टेम्पल ओपन गर्नुभयो त्यसपछि त्यो समयदेखि अहिलेसम्म यो चलिरहेको छ अब यसमा के अब सामानहरू हुन्छ नि केही ठाउँहरू एड गर्ने अब हटाउने त्यो कुरा त भइरहेको तर त्यो समयदेखि अहिलेसम्म यो ठाउँ चलिरहेको छ त्यो समय पहिला मैले भनि पनि सकेँ पहिला यहाँ धेरै मूर्तिहरू पनि थियो अरू थियो यहाँ धेरै यस्तो कन्जस्टेड थियो ठाउँ होइन कन्जस्टेड थियो न्यारो थियो धेरै ठुलो थिएन अहिले चाहिँ यो सामानहरू पुरै हटाएर अलिक ठुलो बनाएछ त्यही मान्छेहरू घुम्न रमाइलो गर्न अलि सहज भएको छ सायद त्यही सोचेर नै होला उता त्यो जुन पानीको ताल भएको ठाउँमा चाहिँ
तल जाने सिडी थियो, अहिले त्यो छैन। सबै मान्छेहरू आफ्नो फ्यामिलीसँग टाइम स्पेन्ड गरे। क्राउलिङ बेबी घुसिरहेको, बेबीलाई छोडिदिएको छ। यही हो मलेसियाको गेन्टिङ आइल्यान्डमा रहेको चिन्चु टेम्पल। अब तपाईँहरूलाई यस ठाउँमा, अब तपाईँ यदि मलेसिया हुनुहुन्छ भने म तपाईँहरूलाई सजेस्ट गर्छु कि तपाईँ यो ठाउँमा आउनुहोस्, एकचोटि घुम्नुहोस्। ताकि गइसकेपछि म यो ठाउँमा चाहिँ घुमेन भन्ने चाहिँ नहोस्। धेरै राम्रो छ, स्पेसली होइन यो हावापानीको हिसाबले होइन, धेरै राम्रो। तपाईँ नेचर लभर हुनुहुन्छ, यो हुन्छ नि प्रकृति प्रेमी हुनुहुन्छ भनेपछि तपाईँ यहाँ आउन सक्नुहुन्छ। मलाई त धेरै राम्रो लाग्यो। म यही कम्पनीमा काम गर्छु, त्यही भएर म बार आइरहन्छु होइन। त्यही भएर मलाई थाहा छ के चेन्जेसहरू भयो भनेर। तर सधैँ चाहिँ समयले साथ पनि दिँदैन होइन। यहाँ गेन्टिङको मौसम तपाईँ यतातिर देख्न सक्नुहुन्छ, भर्खरै फेरि बादल लागिसकेको छ, हुस्सु लागिसकेको छ। अब एकैछिनमा उज्यालो हुन्छ, उतिखेर पानी पर्छ। त्यही भएर यसको लागि सुटिङको लागि, रेकर्डिङको लागि पनि एउटा सही समय पाउन अलिक गाह्रो पर्छ यहाँ। त्यही भएर अलि हेरेँ होइन, देखेर राम्रो लाग्यो, त्यही भएर म निस्किहालेको। ठिकै छ। अब यो भिडियोमा देखाउनु पर्ने खासै धेरै कुराहरू त छैन, अब यही हो। ओके गाइज, सी यू नेक्स्ट भिडियो। आजलाई यति नै होइन, म जाँदैछु, फर्किँदैछु अब रुमतिर। रुममा पनि काम छ थोरै। तपाईँहरूलाई म अर्को भिडियो चाहिँ गेन्टिङको बारेमा म बनाएर, र गेन्टिङ उतापट्टि यो उतापट्टि अर्को पाहाडहरू छ, म त्यो हाइक गर्छु, जान्छु त्यतातिर। गएपछि म त्यो भिडियो पनि, त्यसको पनि भिडियो म बनाएर तपाईँहरूलाई देखाउँछु यही युट्युब च्यानलमा। स्टे कनेक्ट विथ मी, जोडिएर रहनु होला। अब फर्स्टचोटि हो, धेरै बोल्न त आउँदैन, तापनि प्रयास गर्दैछु। ओके गाइज, किप सपोर्टिङ। बाई, सी यू नेक्स्ट भिडियो।